नमस्ते सबैजनालाई। अनि आज यो सानो भिडियो पोस्ट गर्नु मन लाग्यो मलाई। हामी कुनै ठाउँ गइन्छ भने या हाइकिङ या क्याम्पिङ या त भ्रमण गर्नु जाँदाखेरि जति नै हामीले खानेकुरा बोकेर गइन्छ त्यो चाहिँ सम्बन्धित ठाउँमा एउटा पोलिथिन बोकेर जाने, त्यो पोलिथिनमा चाहिँ पोको बनाएर त्यो चाहिँ बरु फिर्ता ल्याएर एउटा सम्बन्धित ठाउँमा जलाइदियो भने यो प्लास्टिक जन्य वस्तुहरू चाहिँ पुरै वातावरणले बिगार्ने गरी फोहोर देखिँदैन। र यो फोहोर नदेखिनुको लागि सम्बन्धित डस्टबिनमा राख्यो भने सफा देखिन्छ। एक त हाम्रो नेपाल त्यस्तै भन्नुपर्दाखेरि प्रकृतिले भरिपूर्ण भएको देश, हरियाली वातावरण अनि सफा चिटिक्क देखिने देश, त्यही पनि चट्ट परेको हाम्रो नेपाल। त्यसैले गर्दा सबैजनाले चाहिँ सम्बन्धित ठाउँमा फाल्ने गरौँ। यो बाटोमा हिँड्दाखेरि नराम्रो देखिन्छ, एउटा सम्बन्धित ठाउँमा राख्यो भने एक दिन न एक दिन त यो सम्बन्धित ठाउँले लगेर जान्छ नि, होइन र? यही पोस्ट गर्नु